नमस्कार साथीहरू, म टङ्कबहादुर जोशी। मलेसिया आउनका लागि लामो समयदेखि पर्खी बस्नुभएका नेपाली दाजुभाइहरूको लागि खुसीको खबर। मलेसिया सरकारले सेक्युरिटी गार्डको लागि भिजा ओपन गरिसकेको छ। अब तपाईँ सेक्युरिटी गार्डमा आउन सक्नुहुन्छ। यसै भन्दै गर्दा अन्य साथीहरूलाई पनि खुल्डुली लाग्न सक्छ, मलेसियामा कुन कुन सेक्टरमा भिजा खुलेछ भन्ने त्यस्तो लाग्ला। सो अहिले हाल मलेसियामा सेक्युरिटी गार्डको लागि मात्र भिजा खुलेको छ र अन्य अरू सेक्टरहरूमा अझै खुलेको छैन। र अन्य अरू सेक्टरहरूमा आउन चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यही महिना पर्खिनु होला। अन्य सेक्टरहरू पनि खुल्न सक्छ र खुलिएको खण्डमा हामी तपाईहरूलाई जानकारी गराउनेछौँ। मलेसिया खुल्यो, अब मलेसिया जानुपर्छ भनेर हतार नगर्नुहोला। मलेसिया सेक्युरिटी गार्डमा आउन चाहने दाजुभाइहरूले ध्यान दिएर सुन्नुहोला। तपाईँ आउनुभन्दा अगाडि मेन पावरमा र अन्य अरू सामाजिक सञ्जालहरूमा पनि मजाले तपाईँ बुझ्न सक्नुहुन्छ। तपाईँ आउने कम्पनी कस्तो छ र तपाईँको कम्पनीले के सुविधाहरू दिएको छ र तपाईँको बेसिक स्यालेरी कति हो र तपाईँले कति घन्टा ड्युटी गर्नुपर्छ र खाना बस्नको र व्यवस्थाहरू कम्पनीले गर्छ अथवा स्वयं आफैले गर्नुपर्छ भन्ने कुराहरू राम्रोसँग बुझ्नुहोला। र तपाईँ मलेसिया सेक्युरिटी गार्डमा आउँदा लाग्ने रकमहरू कति हो सबै कुरा डिटेलमा बुझ्नुहोला र कुन मेन पावरले पठाउँदैछ सबै कुरा बुझेर मेन पावरसँग प्रत्यक्ष कुराकानी गरेर मात्र मलेसिया आउनुहोला भन्न चाहन्छु। र तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक सेयर गरी सम्पूर्णमा पुर्याउनुहोला र तपाईँको एक सेयरले यो भिडियो अन्य दाजुभाइहरूको हातमा जानेछ र उहाँहरूले यो भिडियो हेरिसकेपछि उहाँहरू पनि मलेसिया सेक्युरिटी गार्डमा आउन सक्नुहुनेछ। आजको यो भिडियो के कसो लाग्यो, भिडियो मन परे लाइक कमेन्ट सेयर गरेर सम्पूर्णमा पुर्याउनुहोला। र तपाईँहरू हाम्रो S3 इन्टरटेनमेन्ट पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरेर हामीसँग जोडिनुहोला। हामी तपाईहरूलाई सधैँ यस्तै खालका भिडियोहरू अपडेट गराउनेछौँ।